सन् 2004 अगस्ट 15 इरानको नेको सहरको एउटा मुख्य चोकमा हजारौं मानिसहरूको भिड जम्मा भएको थियो। चोकको बीचमा एउटा ठूलो क्रेन उभिएको थियो। मानिसहरू कसैको अन्तिम क्षण हेर्न आएका थिए। केही बेरपछि आँखामा कालो पट्टीले बाँधिएकी एउटी किशोरीलाई रुँदै र छटपटाउँदै त्यहाँ ल्याइयो। उनको नाम थियो आतेफे रजबी साहलेह। उनी केवल 16 वर्षकी थिइन्। क्रेनको डोरी उनको घाँटीमा कसियो। केही क्षणमै क्रेन माथि उठ्यो र हजारौं मानिसहरूको अगाडि एउटी किशोरीको जीवन समाप्त भयो। तर प्रश्न उठ्छ, उनले यस्तो के अपराध गरेकी थिइन्? आज हामी सुनाउँदैछौँ आतेफे रजबी साहलेहको वास्तविक कथा, एउटी किशोरीको कथा जसलाई उनको परिवार, समाज र कानुनी प्रणाली सबैले असफल बनाए। आतेफेको जन्म सन् 1988 मा इरानको नेका सहरमा भएको थियो। बाल्यकालदेखि नै उनको जीवन दुःखले भरिएको थियो। उनी सानै हुँदा उनकी आमाको कार दुर्घटनामा मृत्यु भयो। आमाको मृत्युपछि परिवार पूर्ण रूपमा बिखरियो। उनका बुबा गम्भीर मानसिक समस्याबाट पीडित थिए र लागु औषधको लतमा फँसेका थिए। घरमा न पर्याप्त खाना थियो, न सुरक्षा, न स्नेह। यही अभाव र असुरक्षाको बीचमा हुर्किँदै गएकी आतेफे किशोर अवस्थामा सडकमा धेरै समय बिताउन थालिन्। यही क्रममा 51 वर्षीय विवाहित पुरुष अली दराबी उनको जीवनमा आए। उनी इरानको बासिज नामक अर्धसैनिक बलका पूर्व सदस्य थिए। एक असहाय किशोरीलाई संरक्षण दिनुपर्ने ठाउँमा उनले उनको कमजोर अवस्थाको फाइदा उठाए। धेरै समयसम्म आतेफेमाथि शारीरिक र मानसिक शोषण भएको आरोप लाग्यो। तर त्यसपछि भएको घटना अझ पीडादायी थियो। जब यो विषय स्थानीय अधिकारीहरू समक्ष पुग्यो, आतेफेलाई पीडितको रूपमा होइन, आरोपितको रूपमा हेरियो। उनीमाथि व्यभिचार र पवित्रता विरुद्धको कार्य गरेको आरोप लगाइयो। उनी जेल पुगिन्। अदालतका अभिलेखहरूका अनुसार जेलमा रहँदा उनलाई सयौं कोर्राको सजाय दिएको उल्लेख गरिएको छ। उनी नाबालिग थिइन् भन्ने तथ्य र उनीमाथि भएको कथित शोषणलाई न्याय प्रणालीले पर्याप्त महत्त्व दिएन। पछि उनको मुद्दा न्यायाधीश हाजी रेजाईको इजलासमा पुग्यो। सुनवाईका क्रममा आतेफे लगातार रोइरहिन्। अन्तिम दिन उनले आफू निर्दोष भएको बताउँदै अदालतमै विरोध गरिन्। उनले आफ्नो हिजाब फुकालिन्, जुत्ता न्यायाधीशतर्फ फ्याँक्दै भनिन्, आफूमाथि अन्याय भएको छ भनेर चिच्याइन्। त्यसपछि अदालतले उनलाई मृत्युदण्ड सुनायो। अगस्ट 15, 2004 नेका सहरको सार्वजनिक चोकमा हजारौं मानिसहरूको अगाडि आतेफेलाई क्रेन मार्फत मृत्युदण्ड दिइयो। उनको मृत्युको खबर बाहिरिएपछि एम्नेस्टी इन्टरनेसनल लगायत विभिन्न अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाहरूले यसको कडा विरोध गरे। उनी नाबालिग हुँदा मृत्युदण्ड दिइएको विषयले विश्वभर ध्यान आकर्षित गर्यो। अर्कोतर्फ आतेफेमाथि शोषण गरेको आरोप लागेका अली दराबीलाई भने धेरै हल्का सजाय दिएको समाचार सार्वजनिक भयो। आज पनि आतेफे रजबी साहलेहको नाम कानुनी अन्याय, बाल अधिकार र मानव अधिकार सम्बन्धी बहसमा स्मरण गरिन्छ। यो कथा केवल एउटी किशोरीको होइन, न्याय प्रणालीले पीडितलाई कसरी असफल बनाउन सक्छ भन्ने गम्भीर प्रश्न पनि हो। यदि तपाईलाई यस्ता वास्तविक र इतिहासमा आधारित कथाहरू मनपर्छ भने भिडियोलाई लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस् र आफ्नो विचारहरू कमेन्टमा अवश्य लेख्नुहोस्। धन्यवाद।